हेलो गाइस, हामी चाहिँ आज स्वर्गदारी मन्दिर घुमेर दर्शन गरेर फर्किँदैछौँ घर। हामी चाहिँ 3 बहिनी हो। बिचको जेठी म माइली त्यो कान्छी। तिनजनाको साडी एउटै छ। हेर्नुस् हामी सबै कति राम्रो भछौँ। हेर्नु हेर्नु। तिमीले किन हाँसेको? ब्लग अघि नै बनाउनु पर्ने तिमीले। अब जान लाएपछि बनाएर हुन्छ। जान लाए मेरो बनाइन त के भएन नि हेर्नु। तिनीहरूले किन ल्याउनु हाम्रो ब्लगमा? फोटो पनि राख्ने न। टिका हो। क्रप गरेर हाल्दिने हो। के त यहाँ हाल्छु कि खान्छु खाना भएन कि भन्नु कि के हो यार? टिका त चिने। सिरी देखिनुहोस् क्या हो? सिरी देखिनुहोस् क्या? जाने यता भन्दा नि थुथु गरेर हिँड्नु ल। थुथु गर ल हिँड। तिमी यहाँबाट केही गएको देखिनौ नि? बिरालो बिरालो मैले बिरालो देखेको थिएँ। खानु ध्यानै यतै छ मेरो। अन्तकाली ल भन स्वर्गदारी कस्तो लाग्यो तिमीहरूलाई? एकदम बबाल बबाल खाना त बेस्ट। स्वर्ग जत्तिकै बेस्ट खाना एकदम। प्युठानको फेमस ठाउँ हो नि त यो स्वर्गदारी। प्युठान भनेपछि स्वर्गदारी चिनिहाल्छन् कि मान्छेले। स्वर्गदारी भनेपछि वाह क्या बात है क्या बात है। हामी चाहिँ घर जाँदैछौँ गाइस। धेरै सिडी झर्न पर्ने छ तल एकदम धेरै। ए मेरो होला मेरो हस्पिटल अन छ र हेर्छ एकचोटि। अन भयो छोड्नु नि त। अन भयो त भेटिन्न त्यो घरमा चाहिँ नेटै चल्दैन न। यहाँतिर यसो बसेको एउटा